घन्टीलाई तेरो घन्टा निकालेर नखाले कहाँ छोड्छु ए आयो मलाई त सहरतिर यो घन्टीको आवाजले बसी खानु दिएन लामो जङ्गलतिर कानै तातेर मर्न लागिसक्यो गाउँलेलाई 4500 तिरेर माछा 1 क्विन्टल ल्याएर खुवाएर जिताएको थिएँ यसपालि कसरी जित्ने होला यो घन्टीले के गरे यसपालि यो घन्टीको घन्टा चुडे नि हुन्थ्यो यसपालि हे सूर्य मलाई त सहरमा बसी खान दिएन यो घन्टीको आवाज मलाई जसरी पनि जिताउनु पर्यो यसपालि हे सूर्य भोट चाहिँ यसपालि घन्टीमा है घन्टीमा यसपालि घन्टीमा यो त हाम्रो गाउँको नेता होइन र हो हाम्रो गाउँको नेता हो के भयो यो बुढोलाई 81 जङ्गलमै आएर बसेछ त सोधौँ त सोधौँ होइन नेताज्यू के भयो ए आयो केटा हो म त हेर न भोट माग्ने एक्लै पो भयो त आज ए त्यसरी यहीँ आराम गरेको सहर गएको पुरै घन्टीको आवाजले कानै टुई अहिलेसम्म टुई अलि नदिरहेको छैन त टुई सुनिरहेछ टुई भएको कारणले म यहाँ प्राकृतिकसँग रमाउँदैछ म सूर्यलाई बोकेर यसपालि झापाबाट लड्न गएको पछि लाएर मार्न लाग्यो तिमीहरूको जेन्जी हो बरु घरमा तिम्रो घरबाट कतिवटा भोट आउँछ यसपालि भन न तिम्रोबाट कतिवटा भोट झर्छ मेरो मलाई झम्मै परिवारले हो उफो भने 5 जना त पक्कै होला अन्त नै पक्कै हो तिम्रोबाट मेरो 10 जना छ त्यसो भए 5, 10, 15 बरु म यसो खर्च दिउँला नि बाआमालाई चाहिँ फेरि सूर्यमै हाल भन नि भोट फेरि यसमै फोटो खिचेर लैजाऊ बरु बिर्सेन हुन्छ हुन्छ लु 1, 2, 3 म गिन्ती नगरिकन दिन्छु है भोट चाहिँ झर्नु पर्यो मेरोमा हुन्छ नेताजी हुन्छ नेताजी हुन्छ भोट सूर्यमै हुन्छ भोट केमा सूर्यमा भोट केमा सूर्यमा ल जाऊ साथी भोट केमा सूर्यमा सबै जेन्जी कहाँ जेन्जी जस्तो हुन्छ नि त कोही जेन्जीले त साथ देला भोट केमा घन्टीमा भोट केमा घन्टीमा पखलास तँ जेन्जीलाई तँ घन्टीलाई तेरो घन्टा निकालेर नखाले कहाँ छोड्छु अब त खर्च आइहाल्यो भोट चाहिँ जेन्जीमै हो भोट त जिन्दगीमै हो घन्टीमै हाल्ने घन्टीमै हो भोट केमा घन्टीमा